सम्पूर्णमा नमस्कार। म अहिले गलकोट नगरपालिका वडा नम्बर 11 रिगा को खानेपानीको मुहान अहिले यो मखन खोला मा अहिलेको बर्खामा आएको पहिरोले गर्दाखेरि खानेपानीको मुहानलाई एकदम छेदविच्छेद बनाएकोमा वडा कार्यालयको रु 1 लाख बजेटमा यो मुहान व्यवस्थापनको कार्यक्रम अहिले हामी सुरुवात गर्दैछौँ। एकदम यो मुहान अस्तव्यस्त छ। हेर्नुहोस्, यो जालीहरू यसरी बगाएको छ। यो मखन खोला रिगा खानेपानी आयोजना हो। यसरी माथिबाट यहाँ पहिरो आएर यो पहिरोले गर्दाखेरि क्षति पुर्याएको छ र हामीले यसमा अब जाली लगाउने भनेर 7वटा जाली बोकेर आएका छौँ। यसमा चाहिँ हाम्रो खानेपानी उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर पुन, वडा अध्यक्ष दम्बरबहादुर सिरिस, हाम्रो प्लम्बरज्यूहरू, इन्जिनियर गलकोट नगरपालिकाको इन्जिनियर प्रकाश खड्का सर, त्यस्तै गरी सब इन्जिनियर पवन ओली सर, म वडा सचिव लगायत हाम्रो प्लम्बरहरू कामदारहरूको टोली हामी चाहिँ छौँ। र अहिले हामी यो मुहानको मुख्य भागमा फेरि जालीलाई यतातिर जाली थप गरेर यो मुहान संरक्षण गर्ने कार्यमा अगाडि बढिरहेका छौँ। यसरी अहिले हाम्रो चाहिँ अस्थायी रूपमा यो चाहिँ पाइप यसरी लगिएको छ। यहाँबाट यो पुरानो पाइपले चाहिँ काम नगरेको अवस्था छ। यसरी यो चाहिँ हाम्रो चेम्बरको चाहिँ ढक्कन यसरी चाहिँ बाहिर छ अहिले। त्यसरी यतापट्टि हाम्रो चाहिँ डिपिटी बक्समा पुरै बालुवा भरिएको हुँदाखेरि हाम्रो वडा अध्यक्ष खानेपानीका चाहिँ कोषाध्यक्ष खिम सिरिस लगायतले काम गरिराख्नु भएको अवस्था छ। म नजिकबाट तपाईँहरूले देखाउनु छु। अहिले हाम्रो अस्थायी रूपमा यसरी यहाँबाट पानी लैजाँदाखेरि अस्थायी रूपमा यसरी पानी बाहिर गइरहेको छ। यो एकदमै हाम्रो बर्खामा चाहिँ करिब 20-25 दिन पानी नगइसकेपछि प्लम्बरहरूले एकदम जोखिम मोलेर मुहानमा आएर एकदम काम चलाउ ढङ्गले पानी खुवाउनु भयो रिगावासीलाई। अहिले यसरी यहाँबाट यति ठुलो पानी चाहिँ बाहिर गइरहेछ। यो अस्थायी रूपमा छ। यहाँ हामीले तल डिपिटीमा एउटा चेम्बर फेरेका छौँ। यहाँबाट धेरै ओभरफ्लो गयो भन्ने कुरा भयो। त्यस कारणले गर्दाखेरि यसरी हाम्रो वडा अध्यक्षज्यू एकदम काममा लागिपर्नु भएको छ। हामीले पनि फालेका छौँ। यो डिपिटीमा पुरै हजुरको चाहिँ बालुवा भरिएर लानुहोस् यो पहिरोले यसरी चाहिँ ग्याबिन जाली फालेको। अनि हाम्रो चाहिँ जिआई पाइप चाहिँ यसरी कचाककुचुक पारेर लानुहोस्। त्यो जिआई पाइपको अवस्था यस्तो छ। यसरी चाहिँ हामीले अहिले मुहान संरक्षण मुहान व्यवस्थापन गर्दैछौँ। यसरी पानी बाहिर गइरहेछ। यो चाहिँ एकदम ठुलो पाइपमा जानुपर्ने, चाहिँ सानो पाइप हुँदाखेरि यसरी गर्छ। र यहाँनिरको चाहिँ यो जाली एकदम पानीले चाहिँ जाली बगाइदिएको छ। पानी धुमिलो भइसक्यो। माथि साथीहरू त्यहाँ काम गर्दै हुनुहुन्छ। यस्तो अवस्था छ यहाँ। र यसरी चाहिँ यहाँ चाहिँ साथीहरूले पानी पिउने हाम्रो चाहिँ व्यवस्थापनका अध्यक्ष हुनुहुन्छ। हाम्रो गुम्बा उदय विहारका चाहिँ अध्यक्ष पदम काउटरजी पनि हुनुहुन्छ हामीसँगै। खानेपानीको समितिमा पनि हुनुहुन्छ। यसरी हाम्रो चाहिँ यो डिपिटी सफाइको काम चाहिँ भइराखेको छ। हाम्रो वडा अध्यक्षज्यू हुनुहुन्छ, हाम्रो ओली सर, प्रकाश सर हुनुहुन्छ। यसरी चाहिँ सबै डिपिटी चाहिँ पानी यो बालुवाले भरिएको अवस्था छ। ल दम्बर दाइ केही भन्नुहोस् त हाम्रो श्रोता दर्शकहरूलाई खानेपानीको अवस्थाको बारेमा। ल सबैलाई नमस्कार छ। देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो गलकोट नगरपालिका वडा नम्बर 11 रिगाको मखन खोला रिगा खानेपानी अहिले हामी मुहानमा छौँ। यो गत यो असारको 14 गतेको अविरल वर्षाको कारणले हाम्रो खानेपानी मुहान अथवा यो मखन खोला रिगा खानेपानी चाहिँ अवरुद्ध भयो। यो पहिरोले चाहिँ छेदविच्छेद गरेर लामो समयसम्म पानी गएन। र अहिले हामीले फेरि यो मुहानलाई यो
ट्याङ्कीलाई चाहिँ सुरक्षित गर्ने गरी केही जाली लगाउने केही चाहिँ योलाई सुरक्षित गर्ने गरी मर्मत सम्मार गर्ने गरी काम अगाडि बढिरहेको छ र खानेपानीमा सबै सङ्घ प्रदेश नगरपालिकाबाट पनि विशेष हेर्न पर्ने र विशेष पहलकदमी गर्न पर्ने देखिन्छ भने हाम्रो रिगाली दाजुभाइ देश विदेशमा रहनुहुने दीर्घकालीन रूपमा यो विपद व्यवस्थापनको लागि हामीले अक्षय कोष निर्माण गर्न लागेका छौँ खानेपानी व्यवस्थित गर्नको लागि। त्यसमा पनि सबै सहभागी सहयोग गरिदिनको निम्ति सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद छ। धन्यवाद हाम्रो वडा अध्यक्ष दम्बरबहादुर श्रीज्यूलाई धेरै धेरै धन्यवाद छ। हामी यसरी यहाँ चाहिँ यो चाहिँ अहिले डिपिटी एकदम बालुवाले भरिएको हुँदा यसरी चाहिँ बालुवा फाल्ने काम भइराखेको छ। हाम्रो चाहिँ नगरपालिकाको इन्जिनियर सर हुनुहुन्छ प्रकाश सर। हामीले चाहिँ अहिले यतातिर यो चाहिँ टेम्पोररी सानो कालो पाइपबाट पानी उतातिर पास गरिरहेका छौँ भने यहाँ चाहिँ मुख्य हाम्रो पुरानो जिआई पाइप यहाँ चाहिँ डिपिटीले काम नगरेको हुँदा यसरी बाहिर बाहिर छ। सबैलाई धेरै धेरै धन्यवाद छ। हामी चाहिँ यो जिआई पाइप र यो हाम्रो चाहिँ पोलिथिन पाइपको चाहिँ जोइनिङ हेर्नको लागि यहाँ हाम्रो खानेपानी समितिका उपाध्यक्ष रणबहादुर राणा, हाम्रो पाण्डव खानीका प्लम्बर दाजु लगायतले काम गर्नुभएको छ। र अहिले चाहिँ यहाँ यस्तो छ, भौगोलिक अवस्था एकदम सहरा छ यहाँदेखि तल एकदम जटिल भूगोल छ। यस्तो बादरिकावासीहरूले चाहिँ एकदमै हाडाबाट पानी खानु भएको छ। सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। ल ल ल देख्ने ठाउँ छैन हेर्नुहोस् हजुर, गाह्रो छ यो खानेपानीमा। अरे भाई उता गरे फेरि अरू चाहिँ आउनु पो भर्खर आएको अन्त भातकिरा ल हेर्नुहोस् हामी हिँड्ने यो खानेपानीको बाटो ल यस्तो जोखिमपूर्ण छ। मखन खोलाको खानेपानी आयोजना हेर्नुहोस् यसरी हालिएको छ। अनि आज हाम्रो चाहिँ खानेपानी बनाउने टोलीहरूको यो पानी हाम्रो रिगाको हाइटको डिपिटीमा यसरी पानी खेर गइरहेको देखियो है। यहाँ पानी खाने त यत्रो पानी यहाँ खेर जानु भनेको त रिगाको प्राविधिक कमजोरी चाहिँ देखियो है।